हेलो साथीहरू, नमस्ते छ सबैजनालाई। फेरि पनि मेरो अर्को च्यानलमा हेर्न सक्नुहुन्छ। हजुरहरू सबैजना यहाँ चाहिँ हाम्रा दादाहरूले बुनिया पकाइरहेका छन्। बोलना था। है गाइस, अभी हम लोग का इधर शादी में पूरा बुनिया भुजिया पकाने रेडी कर रहा है। दो भैया इधर लगा है काम में। 4 वर्षमा र यो दादा चाहिँ धेरै स्मार्ट हुनुहुन्छ। मुखले बोलेको हुन्छ। त भन्नु त भइहाल्छ। यहाँ हेर्न सक्नुहुन्छ बुनिया पकाउँदै भारी छन्। भइहाल्छ। यहाँ डढाउँछन् त्यहाँ बोलेको ठाउँमा अहिले पकाएको ठाउँमा कहाँ डढाउँछन् डढाएर। बुनिया पाकेर पनि रेडी भइसक्यो र दादा चाहिँ राम्ररी चलाउनु हुँदैछ। यहाँ हेर्न सक्नुहुन्छ यहाँ बेहुलीहरू आएर टिको लगाइदिनु हुँदैछ। सबैजना टिको लगाइदिनु हुँदैछ। र यो चाहिँ हाम्रो भाइ। मैले कसरी बाटेको भिडियो चाहिँ गरिनँ। र यहाँ चाहिँ हाम्रो दिदीहरू सबैजना नाचगान धुमधाम गरिरहेका छन्। यहाँ हेर्न सक्नुहुन्छ मैले चाहिँ हल्दी लगाएको भिडियो पोस्ट गर्न सकिनँ र मैले मेहन्दीको चाहिँ गर्दैछु। हेर्न सक्नुहुन्छ हजुरहरू सबैजना। यहाँ चाहिँ हाम्रो दिदीहरू सबैजना बसेर मेहन्दी लगाउन आँट्दैछन्। हाम्रो दिदीहरू मेहन्दी लगाइरहेका छन् बेहुलीलाई र बेहुली चाहिँ हाँसिरहेकी छिन्। ल हुन्छ त साथीहरू, आजको भिडियो मैले यतिमै समाप्त गरेँ। र फेरि पनि मेरो अर्को च्यानल हेर्नलाई हजुरहरू सबैजना तयार हुइदिनु होला र लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला। धन्यवाद।